हेलो गुड मर्निङ गाइज। आज चाहिँ मेरो मर्निङ वकको 78 डेज कम्प्लिट भइसक्यो। अनि आज हल्का पानी पर्दैछ, त्यही भएर यहाँ रेनकोटसँगै आएको थिएँ। कहिलेकाहीँ त यस्तो अल्छी लाग्छ कि आम्माम, तरै पनि आफूलाई यस्तो पुस गर्नुपर्छ कि मैले त्यो 90 डेजको कमिटमेन्ट कम्प्लिट गर्नुपर्छ भनेर क्या। तर पोजिटिभ चाहिँ के छ भने अहिले जति पनि मैले यो 90 डेजको गोल कम्प्लिट गर्नुको लागि एउटा राखेको छु होइन। अहिले चाहिँ मैले आफ्टर 77 डेज कम्प्लिट भएपछि चाहिँ के थाहा पायो भने अहिले बिहानको निन्द्रा चाहिँ छ नि, जस्तो अलार्म लाग्नुभन्दा 5 मिनट अगाडि चाहिँ टक्कै निन्द्राले छोडिहाल्छ। त्यो चाहिँ एकदमै प्लस पोइन्ट छ होइन। मतलब ब्रेनले नै एउटा सबकन्सियस माइन्डले नै सेट भइसक्यो कि अब मेरो ब्रेन चाहिँ यति बजी उठ्नुपर्छ भनेर टक्कै निन्द्राले छोडिहाल्छ। निन्द्राले छोडेर अब चाहिँ म उठ्छु भन्दाखेरि टक्कै अलार्म लागिहाल्छ। त्यो चाहिँ एउटा चेन्जेस आएको छ होइन। फर्दर पनि अब कोसिस गर्छ, आउँछ होला अझै पनि धेरै कुराहरू होइन। जोस हेर्दै गर्नु होला मेरो यो गोल।